यो महिलाको नाम लिना हो। उनी सडक किनारामा उभिएर ग्राहकहरूको पर्खाइमा हुन्छ। त्यतिकैमा एकजना विकास नाम गरेको व्यक्ति उतर्फ आइरहेको उसले देख्छिन्। लिनालाई के लाग्छ भने सायद यो मान्छे उसको लागि फिदा भइसकेको छ। तर अचम्म तब हुन्छ विकासले लिनालाई होइन उसको छेउमा उभिरहेको उसको साथीलाई चुज गर्छ। यो घटनाले लिनालाई ईर्ष्या लाग्न थाल्छ। अब उसको साथीले विकासलाई सोध्छ, तिमी त लिनालाई प्रेम गर्थ्यौ, फेरि किन तिमीले मलाई रोज्यौ? विकास चुपचाप नबोली बसिरहेको देखेर त्यो महिलाले भन्छन्, तिमी हेरी मात्र रहन्छौ या अरू पनि केही गर्छौ? किनकि मलाई अरू पनि धेरै काम छ। विकासले भन्छ, ठिक छ, तिमीलाई त्यति नै हतार छ भने तिमी यो पैसा लिएर जाऊ। तब त्यो महिलाले बिना कामको पैसा लिन इन्कार गरिदिन्छ। त्यसपछि विकासले भन्छ, त्यसो भए ठिक छ, तिमी मलाई लिनाको बारेमा भन, आखिरी उनी किन यो पेसामा आउन बाध्य भइन्? तब त्यो महिलाले लिनाको बारेमा केही भन्न मात्र के लागेकी थिइन्, तब उसको मालिक आइपुग्छ र त्यहाँबाट भगाइदिन्छ। भोलिपल्ट विकास लिनालाई भेट्न उसको घरमा जान्छन् र लिनालाई सोध्छन्, आखिर तिमी किन यस्तो खराब पेसामा आयौ? आखिर तिमीलाई के बाध्यता थियो जसको कारणले तिमी यो पेसामा आउन बाध्य भयौ? तब लिनाले भन्छन्, किनकि मेरो पति बिरामी छन्, उसलाई अपरेसन गर्नको लागि पैसा छैन, त्यसकारण म यो पेसामा आउन बाध्य भएकी हुँ। तर जुन दिन मेरो पतिको अपरेसन सकिन्छ र उसको उपचार सकिन्छ तब म यो पेसालाई छोडिदिनेछु। तब विकास लिनाको पतिलाई भेट्न जान्छन् र सहयोग गर्ने बाचा पनि गर्छन्। यो कुराले लिना एकदमै खुसी हुन्छन्।